स्मल रुम भन्ने कुरा होइन हाम्रो चिन्ताको फुटाको आयो भने होइन म फेरि म यही खुकाएर आउँछु बुझ्यौ नि हाम्रो रगत र यत्रो 74 जनाको परिवारको पुरै नेपालको भावनासँग खेल्न को हो कोही पनि होइन साथी हो म सुन्नु है यो भाइले भनेको जे भन्दैछ नि यो सुदान गुरुङ भन्नेलाई सबै मन पर्यो क्या जुन मान्छेले चाहिँ आफ्नो देश राम्रो होस् भनेर बलिदान दिन तयार मयार भयो जो मान्छे चाहिँ खुट्टामा गोली खायो हो त्यस्तो मान्छेलाई आउन बिस्तारी बोल भन्छ को यो मुजी बिस्तारी बोल भन्ने आफ्नो आवाज अगाडि राख्न पाइँदैन माछिक्ने यो मुजीलाई आइज यहाँनिर लिडर हो भनेको थियो कोहीले माछिक्ने आफै म लिडर हो भन्ने आउँछ न ऊ मुजी ज्यानजी होस् न कोही होस् माछिक्ने यस्तो भसडेहरूले गरेर हो अलिक बिग्रेको अनि अरू मिडियामा जान्छ अनि भन्छ नेपालको मान्छेले भयो भने म प्रधानमन्त्री हुन्छु फक नो डु गेट फक